गुड मर्निङ सबैजनालाई। आज चाहिँ म पानी थाप्न आएको। गाडी पनि पुरा रहेछ। अन्त अब के गर्नु, 4-5वटा गाडी भेटिगयो। अन्त मैले कसको टर्न पछाडि भन्दाखेरि चाहिँ दिवस दाले भाइ मेरो पछाडि तिमी भन्नुभयो। अनि त्यहाँबाट अब दिवस दा र म अब हल्का गफ गर्दै गर्दै हो, भाइ यसो गर न उसो गर न भन्दै त्यो भाइलाई सिकाएर पठाउनु भयो। अन्त पुन्नु दाले भन्यो के गरेको भाइ भने, दा यसो भ्लग गर्दै बसौँ भनेर। त्यहाँ हेर्दा हेर्दै सुदेश दाको गाडीको पनि टर्न लागेर गइसक्यो। अब दिवस दाको टर्न, त्यहाँबाट मेरो, अन्त अब मेरो पानी भरेर जानुपर्छ महाकाल डाँडा। दिवस दाले भाइ के भन्छ म ब्याक गर्छु हेरिदेऊ ल, त्यहाँ फेरि स्कुटी नानी कुकुरहरू पस्छ अगाडि भने। ए हुन्छ आउनु नि भनेर बसेँ। अन्त दिवस दाले बिस्तारैसँग ब्याक लिएर मजाले भाइले त सक्ने रहेछ हौ भ्लग गरेर हेरौँ भन्दै थियो। दा जस्ट ट्राई हो भन्दै थिएँ म। त्यतिकै भन्दा भन्दै दिवस दाले भन्यो पाइप हाल्छु पानी खोलिऊ ल भन्यो। अन्त उकालो जाँदै गर्दाखेरि चाहिँ आदमले भन्यो अल्छी लागिरहेको छ हौ भन्दाखेरि चाहिँ डान्स गर्दै गर्दै जाउँ नहरू भन्यो। अन्त डान्स गर्दै गर्दै आयो आदम हो। अनि त्यहाँबाट आदमको पोजिसन डान्सहरू हेर्दै हेर्दै हो, यता पनि हेर्दै हेर्दै हँसाउँदै ल्यायो आदमले पनि हो। अन्त के गर्नु रोकेर डान्स गर्नुपर्छ भने त्यसलाई रोकेँ। अनि त्यहाँबाट त्यसले पनि डान्स गर्दै बस्यो, रोकेर डिङडुङ पार्दै हो। अनि त्यहाँबाट म पनि थपिदिएँ फेरि हो। अन्त अब यसरी डान्स गरेर हुँदैन, अब आदम छिटो हिँड भन्दाखेरि चाहिँ लु लु भनेर हामी हिँड्यौँ आफ्नो डेस्टिनीमा। यहाँबाट ओह्रालो छ नि त्यो तार खोला, यहाँबाट उकालो गयो भने चाहिँ सौरेनी। अन्त त्यो स्कुल उकालो, स्कुलमा चाहिँ फेरि सानो ठाडो उकालो छैन, गीत बजाउँदै आउनु दिँदैन हो, कराउँछ। अनि त्यहाँबाट आरामले आयो। बाटो फेरि त्यस्तै रफ हो, आम्माम रफ त सानो रफ छैन हो। म तपाईँहरूलाई देखाउँछु बाटो रफहरू हेर्नुहोस्। यसरी डिल भित्ता कुदाउनुपर्छ हो, बाटो फेरि सानो अप्ठ्यारो छैन भन्दा भन्दै अब त्यति भन्दा भन्दै गोलाइ पो आइपुगिगयो फेरि हो। गोलाइ काट्नै पऱ्यो, गोलाइ काटेर स्वाट्टै गोलाइ काटेर अलिकति चढेको मात्रै। के को अब खाल्टा हेर्नु नि कत्रो छ नि त आम्माम। 4 व्हिल लगाएर 1 लगाएर हिँड्नुपर्छ। अन्त उकालो 1 लगाएर हिँड्दै आरामले, र पछाडि त अरे अगाडि त लोड पर्दैन, पछाडि त लोड पर्छ। अन्त हाम्रो पछाडिको टायर देखाइदिएको मैले तपाईँहरूलाई हेर्नु न, सानो अप्ठ्यारो छैन आउनु पनि हो यो बाटो त। अन्त सरर हिँडिरहेको थियो मजा आउँदै थियो। आदमलाई मजा आउँदैछ भने सोध्दै थियो। अन्त कसलाई चाहिँ भन्छ मजा आउँदैछ भन्दै थियो। यसलाई चाहिँ भन्छ अधिकारी गाउँ हो। 1300 अलिकति 1300 छ, यो लास्ट 1300 हो। त्यहाँबाट चाहिँ अब उकालो भेटिहाल्छ। यहाँ चाहिँ अब सबै अधिकारी मात्रै बस्छ अरे, त्यही कारण चाहिँ अधिकारी गाउँ भन्दो रहेछ। अन्त अब यहाँ अधिकारी गाउँ जस्तो सक्यो। अब उयो गाडीको त्यहाँबाट चाहिँ उयो 4 व्हिल लगाएर चाहिँ 2मा चढाउनुपर्छ, फिल्लिले चढ्नुपर्छ। अनि टक्कै 2 नम्बर तानेर टक्कै रेडी भयो। अब 1 2 3 भनेर चाहिँ कुद्यौँ हामी। अन्त फिल्लिले उकालो चढ्यो, कुद्दै सरर स्पिड हिँड्नुपर्छ। फेरि एक मिस्टेक भयो भने चाहिँ अस्तिको पालि चाहिँ यहाँनिर चाहिँ टक्कै ब्रेक भएको थियो गाडी, र गाडी कच्याक्कै भयो, कच्याक भएको थियो अलिकति हो। घरभित्र चाहिँ पसेन बस्नु चाहिँ, तर पनि अब यो उकालो छ अलिअलि जाँदैछु हो। अब मेन ठाडो उकालो आयो। अब पेसोकलाई पनि फेल गराउँछ, 4 व्हिल लागेर नि 1 लाग्छ हो। त यहाँनिर चाहिँ एकछिन साइड गरेर चाहिँ हाम्रो अर्को दाजु पनि हुनुहुन्छ गाडीको दाजु, अन्त उसलाई पनि पर्खेँ हो दाजुसँगै। यति बेरसम्म चाहिँ म यसो भिडियो ठाडो उकालो चाहिँ कत्तिको छ भने तपाईँहरूलाई देखाउँदै थिएँ। यहाँ चाहिँ पानी लोड छ हो। दाजु चाहिँ आउनुहुन्छ गिटी लिएर। अन्त आदमलाई भने आदम तँलाई डर लाग्छ भनेको, डर लाग्छ भनेको लाग्छ नि लाग्नु त अलिअलि, तर पनि डराउनु हुँदैन भन्यो। अनि त्यहाँबाट भिडियो गर्दै मेरो गाडीको भिडियो गर्दै गरेँ। ऊ तल आउनु हुँदैछ दाजु हो। मैले दाजुलाई देखिसकेको छु। अनि ठाडो चाहिँ तपाईँलाई यहाँदेखि चाहिँ देखाउँछु म, आम्माम सानो ठाडो छैन। त्यहाँबाट अब दाजुलाई पर्खिन्छु हो, टक्कै एकछिन 2 मिनट जस्तो पर्खेको। दाजु आइहाल्नुहुँदैछ हेर्नु ल, एकैछिन यति गर्नुहोस्, दाजु आइहाल्नुहुन्छ। दाजु आउनुहुँदैछ। त्यति बेरसम्म चाहिँ म पोजिसनहरू बनाउँदै बस्दै गरेँ। भाइले पनि हेऱ्यो, आदमले पनि टाउको निकालिकन हेऱ्यो, खोइ आएन त भन्दैछ त्यसले, पर्खी आउँदैछ हौ दाजु भन्यो। त्यहाँबाट यसो पर्ख्यो हो। त्यहाँबाट गरेको साउन्ड पनि आयो। साउन्ड आउँदाखेरि चाहिँ अब
दाजु आउनु हुँदैछ भनेर हामीले सोच्यो। अन्त त्यसले भने खोइ आइपुग्दैन त फोन गर्नु भन्दै थियो। तर पनि अब एकछिन पर्खिन हौ भने मैले पर्खिँदा भन्दा आइपुगेँ भयो। सरर आउनुभयो। अन्त गिटी लिएर आउनु हुँदैछ, गिटी लोड्छ हो। दाजुले चाहिँ के गरेको भने आउनु नि तपाईँ आउनु भने दाजुले के भन्छ आउनु नि तपाईँ उकालो आउनु नि भने मैले सिग्नल दिएँ कि। त्यहाँबाट त भाइ पर्ख है भने टक्कै नम्बर हाल्नुभयो हो त। सरर आउनु हुँदैछ हो। बाई भनेको जस्तो गर्नुभयो माथिबाट यस यस गर्नुभयो हातको सिग्नल टुहरू देखाउनु थियो। अनि सरर दाजु चाहिँ गिटी लोड त्यो दाजुको चाहिँ दाजुलाई पठाइदिएँ। दाजुलाई पठाएर यस यस भनेर जानुभयो। गिटी लोड थियो दाजुको। दाजु अब ठाडो उकालोमा जानुहुँदैछ। आरामले फोर व्हिल लगाएर एक लगाएर जानुहुँदैछ। ठिक्कै अलिकति माथि मात्रै पुग्नुभएको दाजु स्कुटी यहाँबाट आयो पछाडिबाट। दिदीलाई भने एकछिन वेट गरिदिनुहोस् भने हो। ठिक्कै आइ पनि पुग्नुभयो हो। 2 मिनटमा आयो। ठिक्कै आउनु पनि भयो। टक्कै दिदी 2 मिनट पर्खिदिनुहोस् ल भने ए हुन्छ भने अन्त कहाँ लानुभएको भनी भन्नुभयो सोध्नुभयो। दिदी चाहिँ यता पर्खिनु सक्नु भएन किनकि मुन्टो सडकिरहेको छ कि कुनि के भन्नुहुँदै थियो। अन्त हुन्छ भनेर जानुहोस् भने त्यहाँबाट चाहिँ अब मेरो टर्न आयो है। म अलिकति उकालो मात्रै चढ्दै थिएँ। ठिक्कै भ्यान आयो हो। आदमले ओइ के भयो गाडी आयो पो भन्यो। अन्त अब ब्रेक गरेँ क्लच र ब्रेक गरेँ। गाडी घिस्रियो घस्सससस घिस्रियो हो। अन्त दाजुलाई जानु दिइहालेँ। त्यहाँबाट सरर गएँ तँलाई। अन्त आदमले भने तँलाई डर लाग्दैन म त भनेको ओके ठिक छ डर कि आगे जिते थम्स अप भन्दै हिँड्यो। सरर उकालो चढेँ अनि आरामले फोर व्हिल लगाएरै सरर पोलमा हिँड्दाखेरि ए हुन्छ त अन्त के गर्नु अब उकालोसम्म चाहिँ अब यस्तै छ माथिसम्म तर पनि अब गर्नै पर्यो। सरर हेब्बी अप छ नि यो बाटो त। यता गोलाइ पनि आइपुग्यो। टपको गोलाइ आइपुग्यो। यो गोलाइमा चाहिँ मेरो चक्का उचालिन्छ। लोड गाडीमा जुनै गाडीको पनि चक्का उचालिन्छ। ठुलो गाडी होस् सानो गाडी होस् अब यहाँ सर अब चक्का उचालियो। उचालेर पनि गयो अब उचालिएर गएर सरर जाँदैछौँ। त्यहाँबाट अब के गर्नु अन्त अब त्यहाँ ठाडो उकालो गोलाइ क्रस गर्ने बित्तिकै यो भेट्यो। यो पनि होमस्टे भनिन्छ अरे। सट्टै काटेर गयौँ हामी फेरि सिधा गएर अलिकति पर पुगेर चाहिँ यहाँ हेरेको कस्तो दामी सिन भइरहेको रहेछ कञ्चनजङ्घाहरू सबै देख्नु। त्यहाँबाट हेर्दा हेर्दै अब हाम्रो डेस्टिनी पनि आइहाल्यो। डेस्टिनी आइपुगेर चाहिँ अब हामीले टक्कै यहाँ आएर चाहिँ अलिकति अगाडिबाट चाहिँ रफ छ हो। रफ छ अन्त त्यहाँबाट हेर्दै सिन देखाउँदै गएँ। अनि त्यहाँबाट टक्कै आयो हाम्रो रफ रोड आयो। अन्त रफ रोडमा सट्टै एक हालेर सरर ओह्रालो जानुपर्छ। सरर एक हालेर गर्दैछु आरामले। त्यहाँबाट दाजु चाहिँ यो तेर्सो जानुभयो। हामी चाहिँ अब यो उकालो जानुपर्छ। हुनु चाहिँ एउटै जग्गा हो र अब हाम्रो चाहिँ रफ भेट्छ हो। हाम्रो पनि रफ भेट्छ दाजुको पनि रफ। दाजु तल अनलोड गर्नुहुँदैछ। एउटै जग्गाको पानी र उयो पनि हो। अन्त म चाहिँ एक हालेर सरर हिँडेँ। पुरै रफ बाटो छ यहाँदेखि अन्त सरर गएँ। सरर जाँदैछु। अन्त माथि पुगेर चाहिँ दाजुलाई निस्किनु पर्यो भनेको त कोही पनि छैन केटा देख्दाखेरि यहीँबाट देख्दाखेरि छैन। टक्कै मैले देखेँ तल सुशान्त दादालाई। अरे सुशान्त दा मात्रै भनेको डी छेउमा हेरेर हिँड भाइ डिलमा छ है भन्यो होइन। दाले पनि हो तल हो गाडी पनि ठिक्कै तल देख्नुहुँदैछ खाली हुँदैछ हो। सुशान्त दाले छिटो छिटो भन्यो तिमी छिटो अनलोड गर न बत्ती जान्छ भन्यो हो। ए हुन्छ भने अन्त उयो गर्दै सरर गएँ। गएर टक्कै यहाँ पनि फेरि एक मोसनमा जानु छ गाडी हो। यो चाहिँ अब हामीले यत्रो गिटी बलुवा पानी सानी हालेर चाहिँ यत्रो बन्ने बिल्डिङ पनि बन्दैन। अन्त सरर झारेर टक्कै अब के गर्नु सबै रोकेँ। अन्त भाइ पाइप र तार तानिदे ल त भने म टक्कै दाजुलाई हेर्न जान्छु भने टक्कै दाजुलाई हेर्न जाँदाखेरि त दाजुको पनि अनलोड हुँदै रहेछ गिटी हो। मजालेसँग केटाहरूलाई छिटो छिटो गरिदिएँ गाडी तल जानुपर्ने छ काम छ भन्यो भनेदेखि टक्कै यो घर देखाउँदै गएँ। अनि त्यहाँ टक्कै भाइले पाइप दियो तल गएर सुशान्त दासँग चाहिँ गफ गरिदिएको।
ट्याङ्की यो चाहिँ ट्याङ्की पानीको लागि ट्याङ्की बनिँदैछ हो ट्याङ्कीको लागि अब यहाँ ट्याङ्की छ र केटाहरूले बनाउँछ के गरेकै भन्दैछ हो भिडियो बनाएको भन्दैछ यसले चाहिँ मलाई थ्याङ्क यू फर द वाचिङ धन्यवाद मेरो च्यानललाई लाइक सब्सक्राइबहरू गरिदिनुहोस् धन्यवाद थ्याङ्क यू